हेलो गाइज वेलकम टु माई च्यानल। आज चाहिँ हामी जाँदैछौँ झोर। फाइनल्ली हामी झोर पनि आइपुग्यौँ होइन। यहाँसम्म आउनको लागि चाहिँ हामीलाई एकदमै 15 मिनट मात्र 15-20 मिनट लाग्यो होइन। र यहाँबाट चाहिँ हामी अझ त्यहाँ मन्दिरमा जानलाई चाहिँ 10-15 मिनट लाग्छ। ल यहाँ चाहिँ यो ठाउँ चाहिँ एकदम राम्रो लाग्यो कि मलाई चाहिँ, किनकि एकदम पिस छ, आनन्द छ होइन। अनि एकैछिनमा पनि हाम्रो घरबाट नजिक पनि छ होइन घुम्नलाई। सो घुम्नको लागि चाहिँ बेस्ट छ। सो यहाँ हामी गयौँ, हाम्रो लाग्यो क्या डाँडा यहाँ शान्त पनि हेर्नु कस्तो पिस आनन्द, कस्तो दामी ठाउँ। जहाँ झर्ना बोलेको चाहिँ यहाँसम्म सुनिरह है गाइस। कस्तो राम्रो हेर्नु कति मजा ठाउँ है। हामी चाहिँ अहिले वहाँ माथिबाट अझै उता माथिबाट यहाँ आएको होइन। हेर्नु हेर्नु सानो होटल पनि रहेछ गाइस। है थगै पत्ला आयो त। चिप्लिन्छ भनेरै होला यस्तो खस्रो बनाएको। चिप्लो भयो भने त सट्टै गइहाल्छ नि मान्छेहरू तल लडिहाल्छ नि। यहाँबाट पुरै हाम्रो टोखा सबै देखिँदो रहेछ। यता हो कि कता हो मन्दिर? यता त मन्दिर छ त। अब यताबाट चाहिँ अब ए झर्ना पनि छ। अब यहाँबाट चाहिँ झर्ना। फाइनली आइपुग्यौँ। Wow. Masih pecah. Itu ya norin tuh, cipra macam ni ada. Kamu yang gue. Kami ini macam tu kabar dah. Macam. All झर्ना सानो आएको है। अहिले त छैन धेरै झर्ना। हाम्रो नेपाल है कति राम्रो है विश्वमा। अनि विश्वको मेरुदण्ड हो नि। कहाँबाट मान्छे आउँछन् हेर्नलाई यहाँ? त्यही त त्यही त अब त गर्नु भयो। यही त नानीहरू मन्दिरभित्र। अब यहाँको मेन मन्दिर भनेको चाहिँ हो यो भित्रको कालो कालो पनि हो। त्यो भित्र जानुपर्ने चाहिँ कि सुरुङभित्र होइन। अब हामी चाहिँ त्यहाँभित्र जान्छौँ होइन। तर पचालेर चाहिँ जान अलिकति अप्ठ्यारो हुन्छ कि भन्ने चाहिँ मलाई लागिरहेको। त्यही पनि हामी कोसिस गर्छौँ होइन। ए न ओ माई गड यस्तो पो छ।
सो यहाँको मेन मन्दिर चाहिँ यही हो होइन। यहाँ चाहिँ सबैभन्दा मुख्य मन्दिर नै यही रहेछ। सबैजनाले पूजा गर्न आउने वहाँबाट यहाँसम्म भनेको धाएर यहीँ रहेछ। यहाँ चाहिँ एकदम चट्टान भित्र एकदमै पानी पुरै रसाइरहेको थियो होइन। सुपर चलेर चाहिँ मलाई अलिकति डर लागिरहेको थियो, तर केही पनि भएन, झन् नजिक रहेछ। सो अब यहाँ हामी पूजासुजा गरेर अब यहाँबाट हामी एकछिनमा निस्किन्छौँ। यहाँ अरू मान्छेहरू पनि यहाँ लाइन कुरेर बस्नुभएको थियो होइन। सो हामी यहाँबाट छिटो निक्लिहाल्यौँ। अनि यहाँको चाहिँ हामी पूजा पनि गरेर अब यहाँबाट निक्लिँदैछौँ होइन। यो चाहिँ पुरै ढुङ्गा चट्टानहरूले भरेको थियो। सो यहाँबाट चाहिँ यतापट्टि पनि अर्को सुरुङ पनि बन्दैछ, यतापट्टि साइडमा बनाउँदै रहेछ यतापट्टि बाटो। सायद पछि अरू केही बनाउनुको लागि होला यहाँबाट होइन। त्यहाँ लाइट साइट छ, यहाँ पनि डेकोरेसन गरेर राम्रो बनाउँदै थियो त्यहाँ पनि। अनि हामी चाहिँ अब यताबाट बाहिर निक्लिन्छौँ अब। स्टार्ट भइसक्यो। हामी चाहिँ आज भोर भएन। तिम्रो मात्र बिस्तारै के अगाडि फर्किँदैछ भित्र पुगेर है। कस्तो लाग्यो? एकदम रमाइलो, एकदम। हजुरहरू पनि आउनु होला यता बौडेश्वर महादेवको दर्शन साथसाथै झोर झर्ना पनि। घर जस्तै लाग्यो है। तर धेरै धन्न धेरै हिँड्नु पर्दो रहेछ भन् न। खासै धेरै धेरै हिँड्नु पर्ने भए त जाउँ। मन्दिरको छेउमा हामी खाँदैछौँ चटपटे। ल ट्वेक आएर एकछिन यहाँ चाहिँ हामीलाई फेरि अब अलि बाटी छ। जाम के चाहिँ फाइनली हामी निकालेर खान्छ पो लाग्यो त बुढो। जान त सजिलो, आउने गाह्रो। जस्तै उकालो रहेछ क्या। हिँड्नु छिटो। हे राम, बाई बाई।